आज भने चाहिँ किन हामी 2 जना 3 जना मात्रै भन्दा अरे हैन फेरि पुसाइले छोड्नुहुन्छ नि फेरि साथीहरु हामी चाहिँ मेलामा छौं मामाहरु ठ्याक्कै 9 बजेतिर मात्रै हेलो साथीहरु नमस्ते सेवा वेलकम एन्ड वेलकम टु ब्याक माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै धेरै सन्चै छु आज फेरि पनि म तपाईहरुको साथमा न्यू डे न्यू ब्लगको साथमा आएको छु म तपाईहरुको प्यारी निस्मा रही अनि आज भने चाहिँ चिसो चिसो मौसममा बिहान बिहान कहाँ जाँदैछौँ भन्दा मेरो हस्बेन्ड म नानी पूजा गर्नका लागि बालाजी मन्दिर जाँदैछौँ सो अनि आज भने चाहिँ किन हामी 2 जना 3 जना मात्रै भन्दा अरु पनि हुनुहुन्थ्यो भाउजूहरु हुनुहुन्थ्यो तर सबैजना गइसक्नु भयो किन भन्दा हामीलाई चाहिँ अलिक नानीले गर्दा अलिक ढिलो भयो त्यसैले हामी चाहिँ 3 जना मात्रै भयौं लास्टमा केही छैन रै पनि हामी जाने छौं बाटो चाहिँ यस्तो छ गाडी जाँदैन भिड ठाउँ ठाउँमा भत्किएको छ यस्तो धेरै बाटो भत्किरहेको छ यहाँबाट अब यत्रो बाटोमा बाइक मान्छेहरुले छिराउँछन् यहाँनिर चाहिँ पुरै बाटो भिड भत्केर बाटोलाई पुरै खराब गरिदिइराखेको छ अनि यस्तै छ साथीहरु हाम्रोतिर चाहिँ मेरो माइतमा चाहिँ एकदमै धेरै पहिरोहरु जाने गर्छ साथीहरु पुलमा हामी चाहिँ यता छिटो लजाउँछ डराउँछ पुलमा हिँड्नेलाई म चाहिँ मेरो नानीसँग जाँदैछु अनि यहाँ चाहिँ झोलुङ्गे पुल बनाएको रहेछ अनि हामी चाहिँ सबैजना जाँदैछौँ अहिले चाहिँ बहिनीहरू पनि बाटोमा भेटियो अनि जाँदैछौँ म चाहिँ नानी बोकिरहेको छु यहाँ तल आम्मा कति धेरै गएर हो अनि यता चाहिँ मेरो हस्बेन्ड यहाँ खोला कत्रो ठुलो आम्मा अनि यहाँनिर गएको हामी यता सबै पुरा अलैँची बारी नै अलैँची बारी छ साथीहरु म चाहिँ नानी बोकिरहेको छु अनि दर्शन गर्नु जाने बाटो चाहिँ यस्तो छ अनि हामी चाहिँ यताबाट यहाँ परबाट यहाँ पुगेर यहाँ आइसक्यौँ यहाँ चाहिँ भाइ बहिनीहरुसँग हेक्टरिका के साह्रो यो अलैँची बारी सब अलैँची बारी हो अलैँची बगान मन्दिर पुगिसक्यौँ हामी यहीँ हो मन्दिर हामी चाहिँ पुगिसक्यौँ र मामाहरु ठ्याक्कै 9 बजेतिर मात्रै पुग्यौँ है हामी पनि गन्तव्य त पुगेको छु पर ठाउँमा त पुगेको छैन रै पनि नजिक नजिक आइपुग्यौँ सबैजना दर्शन गरिसकियो अरे अब चाहिँ सबैजना दर्शन गर्दै हुनुहुन्छ यता दाजु हाम्रो जेठा दाजु हौवा गरिदिनु दाजु अनि हामी चाहिँ यहाँ अहिले बसिरहेका छौँ नचला न नानी नानी नचला त यता चाहिँ पुरै मेला लागिरहेको छ यतातिर चाहिँ रोटी यता पुरा मेला लागिरहेको छ बदम ल साथीहरु ल हाम्रो चाहिँ अब घर जाने हामी चाहिँ साथीहरु आजको लागि चाहिँ हाम्रो मेला सकियो मेला बालाजी दर्शन गरेर मेला भनेर जाँदैछौँ अनि झोला भाइले ल्याइदिन्छ नि सबजना घर जाने ल साथीहरु यस्तै छ बालाजीको दर्शन गरेर मेला घुम्ने ठाउँ अनि यता चाहिँ डाँडाकाँडा राम्रो छ अनि
होइन फेरि पुसाइले छोड्नुहुन्छ नि फेरि तिमीहरूलाई पुसाइ त छिट्टो हिँड्नुहुन्छ नि। अनि साथीहरू अब चाहिँ हामी घर लाग्यो। तल आउनुपर्छ फेरि उकालो जानुपर्छ। यस्तो पुरै यस्तो छ यता चाहिँ डाँडाकाँडा हरियाली राम्रो छ। यहाँ तल चाहिँ गोल खेल्दैछ। गोल खेलेको चाहिँ मैले देखाइनँ किनभने हामीलाई ढिलो भइसक्यो। ल ओ माई गड हाम्रो ग्रुप चाहिँ यता सबैजना यति जति। अब भने हामी उकालो निस्किँदैछौँ। यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ। अनि यता चाहिँ सबैजना अनि यताबाट चाहिँ आले हाम्रो गाउँ। अब हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ। अनि कस्तो धेरै उकालो छ साथीहरू। के गर्नु पहाडको बाटो यस्तै हो उकालो ओह्रालो गर्दै हिँड्नुपर्ने हुन्छ। अनि यता चाहिँ कस्तो राम्रो डाँडाकाँडा देखिन्छ साथीहरू। कति राम्रो डाँडाकाँडाहरू देखिन्छ हौ। यता चाहिँ साली भेनाको गफ धरो जाँदैछ। अनि यो फल चाहिँ यहाँनिर यो फल चाहिँ यो चाहिँ भोकोटे हो। यहाँबाट देखाइदिउँ। यो चाहिँ भोकोटे हो। अनि यो भोकोटे चाहिँ हाम्रोतिर रक्सी पार्छौँ। अनि यता पर चाहिँ सालीले भेनालाई कुन कुन गाउँ कुन कुन ठाउँ भनेर सोध्दैछ। अनि यता चाहिँ पुरै मेरो माइती घर भनेको यहाँनिर छ माइती घर भनेको। अनि म चाहिँ अहिले मूल घर जाँदैछु। अनि उता मूल घरमा बाजे बोजूहरूलाई सबैलाई भेट्छु। अनि अब माइती चाहिँ खासै आइँदैन। अलिक अब टाढो भन्दा पनि बाटो अप्ठ्यारो भएको कारण अनि गाडी चाहिँ भनेको समयमा नआएको कारणले म चाहिँ माइती चाहिँ कहिलेकाहीँ आउने गर्छु समय मिलाएर। अनि यता चाहिँ पुरै हरियाली छ। कति राम्रो छ पहाडको डाँडाकाँडा एकदम राम्रो छ। अनि म चाहिँ अहिले नानी बोकिराखेको छु। बाइसे गाउँ पनि देखाइदे न त। बाइसे पनि अनि घुमाउने त देखिँदैन रहेछ तर यतातिर चाहिँ पुरै भिड छ साथीहरू। अनि यो चाहिँ सबै कुच्चोको बगान हो क्या हाम्रो पहाडमा। हाम्रो यो माइती गाउँमा चाहिँ धेरै जसो कुच्चो अनि अलैँचीको खेती गर्नुहुन्छ। अनि कुच्चो चाहिँ यस्तो निस्किसकेको छ। कुच्चो पनि यसपालि चाहिँ अलिक छिटै निस्किँदै रहेछ। हाई गरिदेऊ त सबैजनाले। यता चाहिँ सबैजना यहाँ चाहिँ सल्लाहको बोट कस्तो राम्रो रहेछ हरियो। अनि यहाँ माथि चाहिँ हाम्रो छना र बोजू आउँदै हुनुहुन्छ। अब यहाँबाट उँधो लाग्नुपर्ने हुन्छ बाटो यता लागेर
यहाँ पर पर डाँडामा पुग्नुपर्ने हुन्छ। ल साथीहरू, अब भने चाहिँ मेरो भिडियो इन गर्ने बेला भएको छ। अघि चाहिँ मैले किन भिडियो बनाउन पाइनँ भन्दा अघि चाहिँ हामी आउँदा आउँदै बाटोमै रात परेको कारणले मैले चाहिँ भिडियो बनाइनँ। अनि अहिले भने चाहिँ ठ्याक्कै घरमा आइपुग्यो अरे लुगा सबै चेन्ज गरी म चाहिँ बसिरहेको छु। अनि आज चाहिँ एकदमै धेरै थाकेको कारणले अब भने चाहिँ मेरो भिडियो इन गर्नेछु। फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ हामी। थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि सबैजनाले सब्सक्राइब अनि लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला। बाई बाई।